स्वर्ग जाने बाटो नढुङ्ग छ न बाटो। हाम्रो एकजना होनहार व्यक्तित्व माने बनाउँदैछौ। मैले सानो माने बनाएँ। ल यो मेरो माने। यो माने पछि स्वर्गमा हेलो 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 दाइ। हामी के बनाउँदैछौ? माने हो। माने। ल हामी यो मुक्तिनाथ क्षेत्रमा माने बनाउन लागिरहेका छौँ। यहाँले हामी सबैका मनोकामना पुरा गर्नु नै छ भन्ने हामीले पूर्ण विश्वास पनि गरेका छौँ। नढल्नुहोस् है, नढल्नुहोस् है, नढल्नुहोस्। ल एउटा माने तयार। ढलाइदिने हो के छोड्ने हो? त्यसै छोड्ने हो। This is my man. हो। माने अब पनि त ठुलो गराउँछ। रचनाको माने रचना माने बनाएर जाम अब 3 माने हो। ल चलो यो माने रचना हो। माने के सक्छ? गर्नु दाजु एकछिन मलाई सानै चाहिएको छ। मैले पोको पोको ओइ भाग्न। दुईटा बनाउनु पर्छ रचना घर त। मैले बनाएँ स्वर्ग नर्कमा चाहिएको। दुई ठाउँ ल ठिक हो। यता हेर्दिउँ न एक झलक बिष्टजी। यहाँ त धेरै राम्रो रे। उहाँ हुनुहुन्छ हाम्रो रमेश पन्ती सर। हाई भनिदिनुहोस्। उता हुनुहुन्छ हाम्री हेलो। हजुर। मेरो फेसबुकमा कहाँ राख्ने पुस्तक छ? हजुर। आज नि ए ल ल ल ल ल